Hello, good afternoon everyone. Welcome back to my channel once again. र आज फेरि पनि भ्लग लिएर आएको छु म नेक्स्ट डे हैन। अन्त एकदम प्लास्टिक लगेर चाहिँ म तल ज्ञानुदाना नानाहरुको बारीमा जान आँटेको हो। हामी चाहिँ खानासाना खाएर म यहाँ यस्तो पो हुँदैछ टाइम पास, आमाको टाइम पास हुँदैछ हो। हेलो भनिदिनु न मेरो भ्लगमा अन्त। हाय। अन्त अब म चाहिँ गएको ज्ञानुदाना नभएकोमा हो। मेरो आमा चाहिँ प्राय लजाउँछ मेरो भ्लगमा आउनु। अन्त अब चाहिँ के गर्छ भन्न त मेरो आमाले सुत्छ अब चाहिँ इभिनिङको हो। अन्त अब ज्ञानुदाना नभएकोमा गएर भेट्छु। यो प्लास्टिक चाहिँ किन भन्दाखेरि चाहिँ म देखाउँदैछु एकछिन है। त्यो तिनजेल मसित बनिरहनु छ ल। स्टे ट्युन। ज्ञानुदाना नानाको घर चाहिँ तल हो कि तर बारी चाहिँ यहीँ हो, यहाँनिर हो। अब म चाहिँ त्यहाँ जान्छु हो। अन्त यहाँ पर घरमा चाहिँ फुल यस्तो दामी फुलिरहेको रहेछ हेर्नु न। सो लेट्स गो। यहाँ घर तल चाहिँ हाम्रो मन्दिर छ हो, शिव मन्दिर। एक दिन यहाँको पनि भ्लग गर्नेछु। अन्त म चाहिँ बारी पुग्न आँटे, नानाहरूको बारी। ज्ञानुदाना नाना, यो प्लास्टिक चाहिँ किन भन्दाखेरि चाहिँ हो साथी हो, यहाँ एकछिन म तपाईँहरूलाई देखाउँदैछु। यहाँ चाहिँ हाम्रो फर्स्ट फ्लसको यो पिकिङ हुँदैछ हो साथी हो। त्यसकै लागि चाहिँ यो प्लास्टिक। यहाँ चाहिँ हाम्रो फर्स्ट फ्लसको पिकिङ हुँदैछ। यहाँ देखाइदिनु त, यहाँ हात देखाइदिनु न। 20% बोनस चाहिँ दिनै पर्छ है साथी हो। हाम्रो चाहिँ बारीहरू चाहिँ यस्तो हुन्छ साथी हो। त्यही त टिप्ने मान्छे अन्त छैन त। यो चाहिँ हाम्रो बारीको हजुर ए हाँसी खाँदैन हेर्नु कमा। यहाँ चाहिँ यसरी फलेको छ। फ्रेस लेमोनेड। सो यो चाहिँ हो मेरो इभिनिङ रुटिन। पापा हुँदा चाहिँ पापाले हाल्नुहुन्छ पानी हो। यो चाहिँ सबै हाम्रो पापाले रोप्नु भएकोहरू। यहाँ स्ट्याग पनि दामी भइरहेको छ। यहाँ चाहिँ पेप्सहरू छ। यो चाहिँ अस्ति फुलिसक्यो। अन्त पापा हुँदा चाहिँ मजाले स्याहार्नुहुन्छ हो। हामी त अब त्यसै अलिअलि मात्रै स्याहार्न सक्छौँ, पापाले जस्तो चाहिँ सक्दिनौँ। यति चाहिँ छ फुलहरू चाहिँ। म चाहिँ फुलमा पानीहरू पनि हालिसकेँ। अन्त इभिनिङको भ्यू चाहिँ यस्तो भइरहेको छ हो। अन्त यहाँ चाहिँ यो चाहिँ हाम्रोतिर नि जुनकेरी झार भन्छ होइन यसलाई चाहिँ। अन्त यो चाहिँ पिसेर त्यो नाकिमा जस्तै हामी चाहिँ भातमा मजाले भुटेर त्यो वाचिपाहरू जस्तो बनाएर खान्छ। तपाईँहरूकोतिर चाहिँ के भन्छ यसलाई कमेन्ट गर्नुहोस् होला। अन्त म चाहिँ एक दुईवटा यस्तो खोजेर लगिराख्छु। कुनै दिन तपाईँहरूलाई बनाएर देखाउँछु, नभए यही भिडियोमा हाल्नेछु। यहाँ पनि रहेछ। त्यसरी उक्लिन्छ हो। अन्त अब एक दुईवटा टिपेर चाहिँ लान्छु। अन्त यसको रेसिपी तपाईँहरूलाई देखाउँछु। अनि तपाईँहरूकोतिर चाहिँ यो झारलाई चाहिँ के भन्छ, हाम्रोतिर चाहिँ जुनकेरी झार भन्छ। सो यति एक मुठा चाहिँ भयो हो। अन्त यो चाहिँ अब जराहरू निकालेर सफा गरेर धोएर अन्त पिसेर एकदम पिरो बनाएर भातसित भुटेर खानुपर्छ। सो रेसिपी चाहिँ म तपाईँहरूलाई देखाउने छु। यस्तो हुन्छ जुनकेरी झार चाहिँ, तर यसलाई चाहिँ निकै सफा गरेर खानुपर्ने हुन्छ। ला झऱ्यो आमा। हेर्नु यो हो के त? यही त हो त साँच्चीकै, यही हो जुनकेरी झार। मजाले धुनुपर्छ। यति चाहिँ भयो। अब यसलाई धुनुपर्छ नि त। अन्त सफा गर्न चाहिँ सुकेकोहरूलाई चाहिँ हटाएर भोलि खानुपर्छ। अन्त यहाँ चाहिँ पिटुनियाको कोपिलाहरू लाग्दै थियो होइन। अन्त यहाँ चाहिँ यहाँनिर चाहिँ एउटा चाहिँ फुलेको छ। यो चाहिँ हाम्रो आमाले रोप्नु भएको। हेर्नुहोस् त कति मजाको भएको छ। दामी कलर आएछ है। दामी। मेरो नाना पनि ड्युटीबाट आउनुभयो हो।
अन्त यहाँ अरू पनि छ अब अरूको चाहिँ कोपिला लाग्दैछ यस्तो छ अहिले चाहिँ यहाँ चाहिँ हाम्रो सिस्टर एउटै कलर छ के हो सबै नाना यता हेर न हेलो हेलो त्यो अर्कै छ यो वाइट यो है यहाँ न उयो त दामी कलर आएछ त तर क्रेडिट गोज टु हर उहाँहरूले चाहिँ रोप्नु भएको उहाँहरूले पानी लाउनु भएको यहाँहरूले चाहिँ पानी हाल्नु भएको अन्त हाम्रो पापाले पनि पानी हालेर स्याहार्नु भएको ए यहाँ पनि आउँदो रहेछ टक्कै हो अब भोलि त फक्रिन्छ मलाई खै दामी आएको रहेछ चाहिँ रात पनि पर्यो अन्त यसो आउटलाइटहरू बाल्दै बाल्दै जानुपर्ने हुन्छ साथी हो होइन रात पर्यो अन्त इभिनिङमा चाहिँ यस्तो हुन्छ भ्यू चाहिँ इभिनिङको भ्यू यहाँ रुममा पनि मेरो नानाले चाहिँ प्लान्टहरू हाल्नु भएको छ हो यसरी इन्डोरमा पनि हाल्नु भएको छ प्लान्टहरूको चाहिँ सकिन्छ नाना पापा सबै सकिनु हुनुहुन्छ अन्त म चाहिँ सकिने छुइनँ कि अन्त मैले चाहिँ यो सनफ्लावर आर्टिफिसियल किन ल्याएको थिएँ होइन अन्त मेरो भ्लगमा देख्नु भएको थियो होला अन्त यसको चाहिँ नयाँ कोपिला पो अरे नयाँ पत्ता आउँदैछ यसरी सो आजको भ्लग चाहिँ यति नै थियो अन्त दिन यसरी नै बित्यो मैले चाहिँ डेली भ्लग गर्छु भनेर सोचेर चाहिँ डेलीको हाल्दैछु होइन हिजोदेखिको चाहिँ कन्टिन्युस गरेको सो तपाईँहरूलाई कस्तो लाग्यो इन्जोय गर्नुभयो होला गर्नु भएन भने पनि हेरिदिनुहोस् होला लाइक गरिदिनुहोस् होला सेयर सब्सक्राइब पनि गरिदिनुहोस् होला होइन अन्त भोलि पनि म नयाँ भ्लग लिएर आउनेछु सो स्टे ट्युन त यहाँ त रातै टिकाको दाग लागिरहेको रहेछ सो टिल देन किप वाचिङ एभ्रिवान थ्याङ्क यू अन्त नि थ्याङ्क यू फर 200 सब्सक्राइबर 200 बल्ल पुग्यो होइन 200 पुग्दा त खुसी लाग्दो रहेछ बढ्दै जाँदा खुसी लाग्दो रहेछ सो अझै मेरो सब्सक्राइबरहरू बढाइदिनुहोस् होला तपाईँहरूले पनि टिल देन किप वाचिङ बाई बाई